हाम्रो यो लाइफ ज्याकेट लगाइसकेको छौँ अनि खुट्टाको सुरक्षाको लागि यो हेलमेट अनि त्यहाँदेखि गएर हामीले पाइडललाई चाहिँ कसरी समात्ने भन्ने उसमा गइरहेको छु। पाइडललाई टी लक यस्तो गरेर समात्नु होला पाइप पर्ने हिसाबले ठ्याक्कै सफ्ट ब्लेड चलाउँदाखेरि ठ्याक्कै यो पेलो भाग चाहिँ पानीमा डुबाएर अगाडिबाट पछाडि पुसो गर्ने यसरी फरवार्ड भनेपछि यसरी चलाउनु होला। यस्तो बढेपछि ठ्याक्कै घुँडामा राखेर यस्तो राख्नु होला, पानीमा चाहिँ यस्तो नराख्नु होला, यस्तो राख्नु होला। त्यहाँदेखि गएर अब यही गरेर हामी इनकेस बोटबाट केही उभिँदा अनि उता गर्दाखेरि केही खस्न सक्छौँ। इनकेस बोटबाट पानी झर्न सक्छौँ त्यतिखेर हामीले पानी झरिसक्यो भनेपछि नआत्तिनु होला, नजिक छ भनेपछि ठ्याक्कै त्यो डोरीमा समात्नु होला। डोरीमा समातेर सकेपछि माथिको साइडले 1 2 3 भन्दै अनि यो सोल्जरमा समातेर माथि उद्धार गर्नेछ। इनकेस अलिकति टाढा भयो भने हामी पाइडलद्वारा रेस्क्यु गर्नेछौँ। पाइडल टु पाइडल रेस्क्यु ठ्याक्कै यस्तो टाढा छ भने चाहिँ लक गर्नु होला। बिस्तारै आइसकेपछि ठ्याक्कै यहाँ समात्नु होला। त्यस्तै गरेर माथिबाट अनि 1 2 3 भन्दै माथि फेरि उद्धार गर्नेछ। अलिकति टाढा छ भनेपछि हामीसँग थ्रो ब्याग रेस्क्युद्वारा रस्सीको प्रयोग गर्नेछौँ। यति भन्दै अब बस्ने तरिका चाहिँ हामी यो साइडमा बसेछौँ भनेपछि ठ्याक्कै खुट्टा दायाँ खुट्टा अगाडि यस्तो अगाडिको मुनि राखेर लक गर्नु होला। बस्दाखेरि यो ठ्याक्कै बाहिरको च्याम्बरमा बस्नु होला। बस्दाखेरि ठ्याक्कै अनि पछाडि पनि लक गर्नु होला। अनि पछाडिको कमन गर्छ अनि चालकले कमन गर्छ, त्यही अनुसार तपाईँले फ्लो गरिदिनु होला। फरवार्ड भनेपछि सबलाई यस्तै चलाइदिनु होला, उता भने यस्तो रोक्नु होला। अनि अप्ठ्यारो थाहा छ भनेपछि होल्डन भन्छ त्यो रफमा समात्नु होला। हामी यसरी सुरक्षित हुनेछौँ। यदि भन्दै हामी अब यात्रा अब सुरुवात गर्छौँ।